हे सरस्वती माता, आज हाम्रो एसई को रिजल्ट आउँदैछ। हाम्रो रक्षा गर्नुस् माता, हाम्रो रक्षा गर्नुस्। हामीले एक्जाममा धेरै नै मेहनत गरेर चिट चोरेको छौं माता, त्यसैले हामीलाई पास गरिदिनुस्। हामीलाई A+ B+ केही चाहिन्न माता, पास गरिदिए पुग्छ। हामीले तपाईको लागि 2 केजी लड्डु, 4 प्लेट पानीपुरी, 100 को चटपटे अनि 1 जम्बो कोक पनि लिएको छौं माता। प्लिज हामीलाई जसरी नि पास गरिदिनुस्। ओइ ठगहरू, सरस्वती माताले कहिलेदेखि पानीपुरी र चटपटे खान थाल्नुभयो? भगवानलाई चुलो लाउँछस्? त मोटी चुप लागेर बस है, धेरै नबोल। सधैँभरि लड्डु र फलफुल मात्र खाएर भगवानलाई दिक्क लाग्दैन? त सधैँ लड्डु खाएर बस्न सक्छस्? भयो भयो, धेरै ज्ञान नपेल। त्यो पानीपुरी र चटपटे कसको पेटमा जान्छ राम्रोसँग थाहा छ हामीलाई। अच्छा, जसको पेटमा गए नि तिमीहरूको पेटमा चाहिँ जान दिन्न, बुझेस्? नदे त नदे, हामीलाई खानु नै छैन तेरो कुहिएको चटपटे। त्यस्तो नभन्न यार, भोक लागिरहेछ के मलाई। मलाई चाहिँ कति भोक लाग्छ हौ? अघि 1 घण्टा अगाडि खाएको होइन 2 प्लेट मोमो, त्यही त भन्दैछु नि।